हैन पर्दैन खिच ट्याक खुपरी गरेर आयो त यार सीधा उभिएन है कस्तो उभिए यो पुग्नु नि यति भयो ल कोइले त उयो नै कति अठा यहाँबाट ठङ ठङ लारेर भाग्नु हो नि तेरो मोबाइल खोइ त काको जल्लाई त गएर फोले खिचि खिचि दिले भन्छ फेरि दुईले लाउने विचार सेतो दलाई जस्तो त कति यहाँ दिसे टक टक छोइ देखे मम्मीलाई तीनटा बेला माग्नु समिति तीनटा लाउ गए फेरि अर्को मजा त रात नानीले कपाल पाकिन कपाल धेरै चिन्छस् फेरि के हुन के अनि भाइ त्यो हुन्छ जब जले पनि लामो कपाल पाले भाइ ल हानेको छैन भिडियो छ यो युट्युबमा गएर हेर्नु के युट्युबमा अन्त आउँदैन राम्रो देखिन नि बेला त मलाई देखिन त बोल नाको माथि गला देखिन बेलै हो त राम्रो अनि हिजो एउटी भैलो खेल्नु नि कानालाई काला माटा जस्ता यहाँ ऊ लागि त पितलका यहाँ हवेल लागि फेरि फाडाउँछ नि यस्तो लाग्छ लगाएर भाइरस गर्नु ल अनि राम्रो खिचेछ यार भयो भयो धेरै खिच्दिस राम्रो गुलो बनाइदिएछ तिनीको गोकुटे नगरा एकदम ठिक छ के गरेको ठिक छ हेर्नु नपर्दा ल आउ अलि सानो तिमीले हाने न फोटा ड्याङ ड्याङ दिए हान न त्यही बेला आफैले आफै फोटो हाल्नु छोडिदिए यता मैले खिचिदिएको त धेरै गीत गर्छ अलि नजिक नजिक आएर यिनी फोटो हेर्न त युट्युबमा जानुपर्छ यता हेर्नु हेर्नु पनि यता अहिले मेरो कसले खिच्दै हेरे ल ए दिम पहिला फोटो खिच यति यति आयो त्यही बस अन्त भक्कर त बन्छ नि फोटो कहिले कसको बता थाहै छैन सबैको कम्पनी नानी लगाइदेऊ कसको बाल कस्तो मखमली चाहिँ यो ए ओखर फोड्नु पर्यो हैन